जसले यो समावेशिता र समानुपातिकता संघीयता र गणतन्त्र मन पराएका छैनन् उनीहरूले कुनै न कुनै रूपले प्रहार गर्न खोजेका छन्। आत्तिनुपर्ने स्थिति होइन, तर सतर्क भइएन र जनतालाई सचेत बनाइएन भने फेरि चाहिँ स्थिति नराम्रो हुन पनि सक्छ। त्यति बेला र अनि संविधान सभाबाट संविधान बनाउने बेलामा पनि केही साथीहरू नेपाली कांग्रेस भित्र पनि एमाले भित्र पनि अहिले हतार नगरौं संविधान घोषणा गर्न भन्ने थिए। तपाईले नाम भन्नु भने अब कतिपय साथीहरू मरेर गइसके, तिनलाई अध्ययन गर्नुहोस्, अनुसन्धान गर्नुहोस् के थियो स्थिति हिजो भन्ने कुरा भनेको हो। हैन, अहिले फेरि पार्टीहरू त्यस्तो छैन नै। हाम्रो भनाइ के छ भने अरूको भन्दा फरक चाहिँ आज जस्तो परिस्थिति जनतामा असन्तुष्टि आक्रोश जस्तो देखिन खोजेको छ युवाहरूमा पनि, यसको निम्ति सरकारका गैर जिम्मेवार क्रियाकलाप जिम्मेवार नियुक्ति गर्दा मेरिटको आधारमा जनताको भावना र आवश्यकताको आधारमा आफ्नो मान्छेलाई बिचौलियासँग कमिसन दिएर नियुक्ति गर्न रोकेकै छैन। अहिले गभर्नरको कुरा तपाईहरुले हेरिराख्नु भएको होला। यो लगायत अरू राम्रा काम गर्नेहरूलाई प्रताडित गर्ने, अपहेलित गर्ने कुलमान घिसिङ तपाईहरुले देखिराख्नु भएकै छ। यस्ता उल्टा काम। अब टियुको भिसीको कुरा पनि मैले आफू प्रधानमन्त्री हुँदा मेरिटको आधारमा गरौँ, युनिभर्सिटीलाई चाहिँ सुधार्नु पर्यो भनेको कुरा पनि प्रताडित गरेको कुरा नै तपाईले देखिराख्नु भएको छ। यस्ता काम सरकारले गरिराख्यो भने हामी या प्रतिक्रियावादी शक्तिहरूले फाइदा उठाउँछन्। त्यसकारण हामीले सरकारलाई खबरदारी गर्न पनि छोडेका छैनौं। जबसम्म सरकारले सुशासनतिर फर्किँदैन, सामाजिक न्यायतिर फर्किँदैन, जनताका आवाज सुन्नतिर लाग्दैन र भ्रष्टाचारी र बिचौलियाहरूकै कुराको पछि लाग्छ भने जनताले तिनलाई मान्नेवाला छैन। त्यो अवस्थामा मैले भन्ने कुरा के हो भने यदि सरकारले आफूलाई सच्याएन भने हामी त अगाडि बढ्छौं। सरकारका गलत क्रियाकलापका विरुद्ध पनि अगाडि बढ्छौं र प्रतिगामी षड्यन्त्रका विरुद्ध पनि हामी अगाडि बढ्छौं। चैत्र 15 गते देखिसक्नु भएको छ। त्यति बेला र अनि संविधान सभाबाट संविधान बनाउने बेलामा पनि केही साथीहरू नेपाली कांग्रेस भित्र पनि एमाले भित्र पनि अहिले हतार नगरौं संविधान घोषणा गर्न भन्ने थिए। तपाईले नाम भन्नु भने अब कतिपय साथीहरू मरेर गइसके, तिनलाई स्थिति नराम्रो हुन पनि सक्छ। देखि नै एक थरी तत्त्वहरू छन् जसले यो समावेशिता र समानुपातिकता संघीयता र गणतन्त्र मन पराएका छैनन् उनीहरूले कुनै न कुनै रूपले प्रहार गर्न खोजेका छन्। आत्तिनुपर्ने स्थिति होइन, तर सतर्क भइएन र जनतालाई